Hello guys, welcome back to my channel again है आज चाहिँ Saturday को vlog हुँदैछ आज Saturday को चाहिँ एकदम बिजी शेड्युल थियो तर अहिले चाहिँ हामी लाइक आजको चाहिँ यो भ्लगमा चाहिँ हामी छोटो मिठो वाला भ्लग बनाउँछ आज हामी मुनि श्रीकाली भन्ने एउटा ठाउँ चाहिँ गाइस म्युनिसिपालिटीमा चाहिँ एउटा सानो रिजोर्ट जस्तो छ त्यो पनि हाम्रो एकदम डियर ब्रदरको नि है हामीसँगै जिम गर्छ उहाँको रिजोर्टमा गएर आज लोकल भाइले काटेर त्यहाँनिर मेरो दाइहरुसँग जिमको दाइहरुसँग एकदम सानो ग्यादरिङ हुँदैछ त्यहाँ चाहिँ सानो एकदम मिनी पिकनिक जस्तै हो गाइस आजको भ्लग चाहिँ मिनी पिकनिक टाइपको हामी लोकल कुखुरा काटेर रमाइलो गरेको तपाईहरुलाई आज भिडियोमा देखाउने छौं आई होप यु गाइस विल इन्जॉय इट लेट्स गो गाइस श्रीकाली लोकल कुखुरा खानालाई श्रीकाली अलिकति अफ रोड टाइपको छ गणेशपुर यसैबाटबाट खासै टाढा चाहिँ होइन यो त मुनि नै हो यहाँ चाहिँ एउटा ठुलो मन्दिर छ के श्रीकाली मन्दिर छ क्या अनि एकदम धेरै पिलग्रिमेज राइट लाइक यो भक्तजनहरू हिँड्छ कि यो बाटोको कालो हालत चाहिँ हेर्नु न यहाँनिर काठमाडौँ भित्र ये आइपुग्यो काउबॉय हाम्रो काउबॉय यस अब हाम्रो पार्टी सुरु ह्यापी सैटरडे भाइ वहाँ चाहिँ पूजन फ्रेस एकदम आजको हाम्रो शेफ चाहिँ उहाँ हुनुहुन्छ हामीले अमेरिकादेखि मगाएको है अमेरिका वेलकम टु आवर किचन गाइस भाइ हेर्नुस् त बिचरा ए पोथी पो रहेछ इट्स अ प्राङ्क पोथी हो हैन भाले छ नि अनि भालेको त टाउकोमा यसरी आफूले हेरेको कुखुराहरू चाहिँ मारेर खाएको कस्तो माया लाग्यो म त बानी बेला हुँदैन म त सक्दैन नि म मासु गाइस म प्योर नन भेज हो मान्छे चाहिँ तर आफ्नै आँखा अगाडि त्यो भोइलेन्स हुन्छ भागी कुखुराहरू काटेको देख्यो भने चाहिँ मलाई खानै मन लाग्दैन अहिले चाहिँ हाम्रो बन्दैछ यो के हो बदेल म कुक त होइन पकाउनु रहर चाहिँ लाग्छ मलाई आज हामी जिमको साथीहरू इन्क्लुडिङ मिस्टर तामाङ सबै हामीहरू आज चाहिँ यो श्रीकाली मन्दिरको छेउमा पञ्चवा नेवारी किचनमा आएको छौँ अनि लोकल कुखुरा आजको इभेन्ट भनेको मेन लोकल कुखुरा लोकल बँदेललाई बनाएर हामी रमाइलो गरेर हामी साथीभाइ बिचमा यसो एउटा गेट टुगेदर राम्रो गरौँ भन्ने थिएँ पञ्चवाको हामी नेवारी किचनको चाहिँ मेन हाम्रो ओनर चाहिँ हाम्रो भाइ पनि हाम्रै जिमको बज्रको एउटा मेम्बर भए हुनाले हाम्रो रिलेसन धेरै राम्रो छ हामी लगभग आइ नै राख्छौँ शनिबार पारेर शनिबार भनेको यस्तो दिन हो हामी रमाउनुपर्छ खुसी हुनुपर्छ त्यही भएर हामी आज सबै हाम्रो ग्यादरिङ छ र उहाँको चाहिँ हाम्रो लोकेसन पनि यस्तो राम्रो भाइ यताबाट डाँडा यस्तो राम्रो देख्छ है क्या दामी छ कि प्लेस चाहिँ अनि लोकल हिसाबमा लोकल टमाटरको चटनी लोकल साग लोकल कुखुराको भाले अनि लोकल खाएर सबै हामी आज रमाउने भएको छौँ ऊ भाइ हाम्रो सरोज भाइ यहाँको चाहिँ ओनर मेन चाहिँ हाम्रो यहाँ लोकल कुखुरा छ होइन यहाँ चाहिँ पाउँदैन बाहिरबाट ल्याइन्छ हामीले यो ठाउँमा चाहिँ लोकल कुखुरा चल्दैन बाहिरबाट हामीले लोकल कुखुरा त्यहाँ आफ्नै चिनेको छ अनि माछा पनि छ यहाँ लोकल माछा अनि बदलको मासु पनि हुन्छ राम्रो आजको इभेन्ट चाहिँ हामी लोकल कुखुरा नै खाने भनेर आएको स्पेसल तरिकाबाट त्यसको सेकुवा बाँकी रहेको हड्डीहरूको झोल बनाएर लोकल सेकुवा बनाएर पोलेर आज खाने हाम्रो इभेन्ट चाहिँ च्यार र झिरमा पोलेर झट्ट गरेर खान्छौँ है आज चाहिँ हामी रक्सीसँग लोकल यो अब यो चाहिँ अहिले बदेल आयो हामी सुकुल भोज जस्तो गर्छौँ आज हामी यहाँ केही त होइन म कुक बन्ने कोसिसमा चाहिँ छु साथीभाइको लागि है त्यही पनि यमी बँदेलको मासु पूजनले बनाएको मिठो खाँदा मिठो वाउ खायो म चाहिँ गाइस जहिले पनि जुनै पार्टी होस् ग्यादरिङ होस् जहिले अन टाइम हो क्या म टाइमको एकदम पक्का मान्छे होइन मेरो साथीभाइहरू कोही आएकै छैन अझ होइन हामी 3जना 4जना चाहिँ आइपुगिसक्यो दाइहरू हामी चाहिँ अलरेडी आइसक्यौँ एक लट खाइ पनि सक्यौँ उनीहरू अझ आएको छैन कुखुरा काट्न बाँकी छ होइन अनि अब चाहिँ त्यो कुरिरहेछ भनौँ न उनीहरूलाई कुखुरा चाहिँ उनीहरू आइसक्यो मात्रै काट्ने अहिलेको लागि चाहिँ बदेल खाएर बसिरहेछौँ हामी आजको दिन अझ रमाइलो छ गाइस lots of things
लोकल कुखुरा मिठो होला जस्तो आजको सबैले हेरिदिनु होला हाम्रो मिस्टर तामाङ दाइले सबैले माया गरिदिनुहोस् भाले मिठो भाले खानु मन लाग्यो हाम्रो सिकालीमा आउनु होला नमस्ते सबैलाई म चाहिँ आउने बित्तिकै मासु खाइरहेको छु है म चाहिँ सबैभन्दा प्यारी मान्छे बहिनी अनि मिस्टर तामाङको चाहिँ मेलामा हराएको बहिनी हो म हैन अनुहार पनि मिल्छ यो कम छाडा छ गाइस म छाडा छैन अनुहार हैन यसको मेरो बानी बेहोरा मिल्छ के अनि पापाले त्यही भन्छ के यो तर यो मेलामा हराएको दाजु बहिनी भन्छ के अनि हो पनि जरा होला अलिकति होला यसपालि भाइ त किन आएको आज दाइले बनाएको बदल चाहिँ कस्तो भयो म मासु भात खाना किनकि मलाई घरमा खाँदैन यसले कहिले पैसा तिर्दैन गाइस फ्री राइडर सबका फ्रीमा खाता है यस्तो हो नि त म एक्लो केटी मान्छे हो यो ग्रुपमा अनि म सबभन्दा सानो पनि हो म सबभन्दा प्यारो पनि हो सबको त्यसरी भन् फ्रीमा भन्छस् प्यारो बहिनी कहिले बसिरहन्छ हेर्दै होइन ल ओके गाइस मेरो चाहिँ गराजबाट टेम्पर ग्लास आएको थियो म चाहिँ त्यही हाल्दैछु अझै त्यसै राम्रो चाहिँ बसेन होइन ठिक छ टेम्पर ग्लासको काम पनि होला जस्तो बाहिर सबै चाहिँ रमाइलो हुन्छ म चाहिँ यहीँ भेजी बनाउनुपर्छ भोकै सहन नसकेर म चाहिँ भात खान थालेँ अरूलाई छोडेर उनीहरू चाहिँ कहाँ गयो मन्दिर गयो सिकाली घुम्न गएको छ उनीहरू त्यहाँ म चाहिँ भात हान्दिएँ ल साथी हो ल है खाएर गाइसो बलेको बासो मिठो छ अनि यो त चाहिँ किन यसो नकाटेर दाइ यो खानुपर्छ के हो त्यो आन्द्रे बुढी कुखुराको चाहिँ खाँदैन हो दाइ कुखुराको नि के हाल्नु खान्छ यो कुखुराको नङ र मेरो नङ सेम छ अहिले सुस्तिकाले खाएको देखेर गाइस मलाई पनि भोक लाग्यो मैले पनि खाएँ ल म चाहिँ थप्न यो पनि हाल्दैछु यो त हाल्नु है म थर्काएको होइन गाइस म कस्तो स्विट छु छविलाई त्यहाँ खाना हाल्दैन आछु म अनि एकचोटिमा भन्छ त सुनेन त मेरो गल्ती हो सुनेन मेरो गल्ती कि तेरो गल्ती पुग्यो भात चाहिँ हाल्ने तरकारी तँलाई यो डाँडलाई हालिदिन्छु नि फेरि त्यहाँ क्याप्चर त भएन होला त्यो कुरा मैले लो गएँ तर खाने मान्छेले खानु पर्यो भन्नु अब खाना यस्तो मजाले खाइयो यस्तो टम्म भयो कि अनि यसो घटाउनलाई अब श्रीकालीतिर जान्ला हो श्रीकालीमा त्यहाँ चाहिँ मन्दिर छ त्यहाँ चाहिँ एउटा अनि ठुलो चौर छ त्यही गएर भन्नु आऊ सब ल गाइस हामी बाटोमा आउँदै थियौँ एकजना सभ्य नारी थियो अहिले ढाका भएको छ होइन यहाँको लास्टै एकदमै धुलो आयो अनि अब मास्क लाउनै पर्छ क्या हतियार पनि बोक भने ल आइज भाइ पस निकाल यो चक्कु देखाउनु मिल्दैन नि होइन मिल्छ होला युट्युबमा त तल पनि पस निकाल मेरो ब्याङ्क ब्यालेन्स देखाउँछु तैँले मलाई उल्टा पैसा दिन्छु मेरो नो धुलो हेर्नु त्यहाँ बाइकमा जाउँ भने के कस्तो धुलो आएर तैँले रमाइलो भएको छ नि धुलो खाँदै तैँले फाउन्डेसनै लाउनु पर्दैन अब म लाउँदै लाउँदिनँ अनि लाउनै पर्दैन कि माक्स एकचोटि फुकाल सेतो हुन्छ जाउँ न त्यहीसँग त अब यति धुलो खाइ नै सक्यो होइन गाइस
ल अब हामी चाहिँ बाटो लाग्दै धुलो खाँदै होइन एकछिन अब पुगेपछि अपडेट दिन्छौँ ल यस्तो भिड छ अझ माथिदेखि नै बसहरू एकदम पार्क गरिरहेछ पछाडि पनि एकदम भिड छ अब लाज लागिसक्यो अब खोलेर जाम यस्तो भयो भने त लास्टै बिल्ला हुन्छ है मलाई त लाज लाग्छ अब यस्तोमा बोल्नलाई के बोल्ने कसो बोल्ने हुन्छ हामी यसरी क्यामेरा लिएर हेर्न चाहिँ आन्टीहरूले फेरि यस्तो हेरिदिन्छ फेरि झन् इन्डियामा जस्तो फेरि यहाँ फोटोहरू खिच्न आउँदैन यहाँ त इन्डियाहरूमा त फोटो खिच्न आउँछ नि त त्यस्तोहरू धेरै मान्छे नाचिरहेछ होला तर थोरै मान्छे नाचेर त धेरै मान्छे नाच्यो भने चाहिँ म पनि गएर नाच्दिन्छु है हाम्रो ग्याङहरू चाहिँ खोइ निस्किसक्यो कि के हो हामी अलिकति ढिलो आएको थियौँ ठ्याक्क खोइ त्यहाँ त्यत्रो घुम्दा नि भेटघाट चाहिँ भएन अब सायद हामी उतै गएर भेट्छौँ होला कुन्दन दाइले बिहान के बनाएर ल्याएको थियो गाडी होइन नयाँ टिलेको थियो अहिले त न कोरिन्छ नाम लेखेर मिल्ने भइसक्यो गाइस अझै धुलो त उडिरहेको छ देखिन्छ कि देखिँदैन कस्तो पागल हो कोरिन्छ क्या कोरिन्छ लाइक दिस पनि कोरिन्छ मैले गरे गाह्रो छ त्यस्तो साह्रो धुलो चाहिँ अनि गोरो देखिसक्यो होला लाग्छ मिठो हुँदो रहेछ है रेडी भयो गाइस खाना लोकल कुखुरा अब भातसँग खाने डल्ले खुर्सानीसँग रेड खाए ल म त फेरि रेड चेरी चेरीसँग अब हामी खाना खाने बेला ओके गाइस खाना यहाँ छ खाना खा लोकल कुखुरा गाइस यो चाहिँ लोकल भालेको है मासु हेर्नुस् अघि कटिङ हानेको वाला ल खाए है त बस्यो है त अब आज चाहिँ दालमा चोपे यार उद्घाटन लुगाबाट भयो कि मैले अगाडि मेरो लुगाले खाएँ गाइस गाइस यो चाहिँ भालेको टाउको है भालेको टाउको चाहिँ हाम्रो यो भाले दाइलाई नै है कुन्दन दाइलाई भाले दाइलाई उहाँको हेयरस्टाइल पनि भालेकै जस्तो छ भाले दाइलाई टाउको चाहिँ ए म खान्न यो भालेको टाउको सुत्केरीको सुत्केरीको टाउको मैले खाएँ भन्थ्यो टाउको चाहिँ खाँदिनँ है म एकदम लोकल टेस्ट लोकल भात लोकल चामल होइन यस्तो गरेर यस्तो ठाउँमा गएर खानुपर्छ क्या कहिले मेरो बाटो हो कि यो टाउको चाहिँ मलाई भिडाएर के गर्नु खोज्यो यो टाउको मलाई भिडाएर भाइहरूले राम्रो राम्रो लेखपिसहरू हान्यो कि यो चाहिँ राम्रो होइन त्यसो नभन न झन् कति माया दिएको हाम्रो भाइले भोलि भाले जस्तो भयो भने नि भाले खाएर भाले जस्तो भयो के होइन
यो पालिको स्याटरडे चाहिँ गाइज यहीँ भयो होइन नेक्स्ट स्याटरडे कहाँ जान्छ हामी हेर्नुहोस् हाम्रो अलरेडी कुरा भइसक्यो नेक्स्ट स्याटरडे कहाँ जाने भनेर आइ एम भेरी एक्साइटेड दाइ यो गएर गाइज यो भैँसेबारीको दाइहरूसँग सङ्गत गरेदेखि जिन्दगी रमाइलो छ अहिले साह्रै रमाइलो यस्तै रमाइलो ठाउँ यस्तो रमाइलो वातावरण भएको ठाउँहरू तपाईँलाई थाहा छ भने कमेन्ट सेक्सनमा खबर गरिदिनुहोस् लोकल कुखुरा खाना है लोकल कुखुरा खाना मिठो हुनु पऱ्यो मेन मलाई चाहिँ यो चाहिँ भ्याक्युम क्लिनर हो गाइज हाम्रो चिकन लट हो गाइज कसैले नसकेको उसले खान्छ के कसैले नसकेको उसले सक्दिन्छ सबै हामी यस्तै गरी जहिले पनि स्याटरडे बसेर खायो भने चाहिँ एकदम हाम्रो मित्रता पनि बढ्छ होइन साथीहरू अनि रमाइलो पनि हुँदो रहेछ घरमा पनि अब कस्तो भने हेक्टिक लाइफ हुन्छ होइन सन्डे टु फ्राइडे हामी काम गरिरहेको हुन्छ यदि स्याटरडे आएर हामीले खायो भने चाहिँ सो ह्याप्पी हामी सबै होइन साथीभाइ पनि एउटा टाइम हुनुपर्छ कि रिफ्रेसिङ फिल हुने है रिफ्रेसिङ एकदम त्यो कुरो चाहिँ हो भेकेसन टाइपको एक दिन हप्तामा एक दिन त जसलाई पनि डिजर्भ गर्छु जस्तो लाग्छ एकदम कस्तो मजा आयो नि त आज होइन हाम्रो टाइम गएको थाहा पायो त आज हामीले थाहा पाएन नि टाइम कतिखेर गयो कतिखेर हामी बिहानदेखि होइन 11 बजेदेखि यहाँ छौँ थाहै भएन टाइम अब राति पर्दैछ एकैछिनमा इट्स सो होइन रमाइलो एउटा लास्टै रमाइलो दिन भयो क्या आजको इट्स गुड त्यही पनि अनिस भाइसँग बस्यो भने त उस्तै रमाइलो हुन्छ नि हँसाइराखेको हुन्छ सो जली पर्सन कि होइन अनिस भाइ एकदम फ्यान्टास्टिक पर्सन कि यो उपलक्ष्यमा अचार खानुहोस् गाइस भाडा चाट्दैछु यो भाडा चाट्ने काम चाहिँ मेरो गाइस सो गुड प्योर नेपाली टेस्ट क्या जय श्री काली खानेवाला टाइपको हुन्छ नि पुरा त्यो वाला लास्टै अच्छा यसमा हालेर खाम कि गाइस यसमा मोलेर फेरि मेरो कपडाले खायो खानी हड्डी हो है यत्रो यत्रो हड्डी ल गाइस थ्याङ्क यू सो मच फर वाचिङ आवर भ्लग नेक्स्ट स्याटरडे भेटौँला यो खालको भ्लगमा चाहिँ नेक्स्ट स्याटरडे कहाँ forget to like, share, and subscribe. Subscribe it now. केही छैन मेरो बुढी अर्कालाई खोज्छ कस्तो लाग्यो पूजा दाल पनि कति सबै मिठो सरोज भाइका धेरै मिठो यस्तै गरी सबैले देखाउँछ लास्टै मिठो खाना खाइयो अब खाना सक्यो अब हात धुन जाने थ्याङ्क यू भेरी मच ओके गाइज आजको स्याटरडे निकै नै रमाइलो भयो है लाइक यो सोचेको भन्दा रमाइलो भयो मलाई चाहिँ भन्दा दाइहरू जिमबाटै चिनेको हामी एउटै एरियामा बस्छ सबैजना छिमेकी भनौँ न आज यसरी लाइक बाहिर घुम्न जाँदा उहाँसँग आई थिङ्क यो सेकेन्ड टाइम हो गाइज म एक्चुअली जिमबाटै पिकनिक पनि गएको थियो आज त्यो बेला एकदम रमाइलो भएर आज फेरि मैले एक्चुअली आफैले नै इनफ्याक्ट दाइहरूले दाइ एकछिन यसरी घुम्न जाउँ हामी आफै फेरि एकदम मिल्नेहरू भनेको थियो एकदम राम्रो डिसिजन थियो गाइज त्यो सो वी ह्याड अ लट अफ फन भन्यौँ गाइज आजको दिन होइन यता मन्दिर पनि गयो लोकल कुखुरा खायो अनि मैले भने नि त यो हेक्टिक लाइफमा अब हामी त गाइज 9 to 5 जब गर्ने जस्तै भन्दा नि हुन्छ कि हामी टु मच वर्क लाइक वी गो थ्रु लट्स अफ वर्क होइन एभ्री डे विकडेमा काम भइरहेको हुन्छ अनि हप्तामा एक दिन यसरी आफ्नो मान्छेहरूसँग आफ्नो क्लोजहरूसँग घुम्न जान पाउँदा झन् धेरै रमाइलो हुने क्या अनि एकदम रिफ्रेसिङ फिल भयो भने न आज मन्दिर गयो अब यिनीहरू बच्चाहरू चाहिँ अब अगाडि भाग्यो होइन सबैजना अगाडि भाग्यो हामी बुढाहरू चाहिँ अलिक पछाडि थियो है हामी पछाडि हिँड्दै थियो भनौँ न कहाँ गएछ भनेर भन्ला नि फेरि तपाईँ ओके सो गाइज ओके रिसेन्ट टाइममा म युट्युबमा आएको त धेरै त भएको त छैन गाइज है म एकदम नयाँ भनौँ युट्युबमा पनि तर तपाईँहरूलाई युट्युबमा पनि एकदम धेरै माया दिइरहनु भएको छ अब टिकटकमा त धेरै माया पाएको मान्छे हो गाइज म सोसियल मिडिया आएको 11 वर्ष भयो के अरे अभि वर्ष अरे 11 महिना भयो गाइज 11 महिनामा जति माया पाएँ नि मैले होइन त्यति त आई डोन्ट थिङ्क सो कुनै पनि सोसियल मिडियाको मान्छेहरूले पाएको छ जस्तो लाग्दैन मलाई आइ एम भेरी लकी त्यो केसमा चाहिँ अब वेल आई एम सेजिटेरियस आर सपोज टु बी लकी भन्छ है अब होला म पनि त्यही वेमा लकी चाहिँ छु थ्याङ्क यू सो मच फर अल यो लभ एन्ड सपोर्ट गाइज धेरै माया छ तपाईँहरूलाई म फेरि यो स्याटरडे चाहिँ गाइज अबदेखि म यस्तै खालको लाइफ जिउँछु ल मलाई थाहा भइसक्यो ल मलाई के गर्नुपर्छ स्याटरडे अबदेखि स्याटरडे एक दिन चाहिँ मेरो लागि नो काम नो फ्यामिली जस्ट मी माई लाइफ एन्ड माई फ्रेन्ड्स हो स्याटरडे एक दिन चाहिँ मलाई छुट्याइसक्यो गाइज मेरो साथीहरूको लागि अबदेखि चाहिँ ल सो त्यो रिजनले गर्दाखेरि गाइज ओके नेक्स्ट स्याटरडेको ब्लग कस्तो हुन्छ फिक्स होइन होला नेक्स्ट स्याटरडे कता जाँदो रहेछ हामी कहाँ गएर हामीले के खाँदो रहेछ के गर्दो रहेछ स्याटरडेको ब्लगको लागि आइम भेरी इन्ट्रेस्टेड लाइक भेरी एक्साइटिङ भनौँ आइम भेरी एक्साइटेड फर स्याटरडेको ब्लग तर पनि गाइज केही छैन आमा डेली ब्लगर राइट नाउ सो भोलि भेटौँला अहिले भन्नलाई चाहिँ म त्यही नै भन्छु भोलि भेटौँला नयाँ हुनुहुन्छ भने सब्सक्राइब गर्नुहोस् गुड नाइट